चितवनबाट अपहरण गरिएका 16 वर्षीय बालकको काठमाडौँमा सकुशल उद्धार, 5 भारतीय पक्राउ परेका छन्। चितवनबाट अपहरणमा परेका 16 वर्षीय एक बालकको काठमाडौँमा नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ। भारतीय नम्बर प्लेटको गाडीमा राखेर चितवनबाट उनलाई काठमाडौँ लगिएको थियो र परिवारमा फिरौती रकम माग दाबी समेत गरिएको थियो। 5 भारतीय नागरिकहरूको समूह मिलेर अपहरण गरेर फिरौती रकम माग्दै गर्दा प्रहरीले पिछा गर्ने क्रममा उसलाई पक्राउ गरेको छ। बालकलाई बन्धक बनाएर काठमाडौँको एक होटलमा राखेका थिए र पछि प्रहरीले अनुसन्धानबाट पत्ता लगाइसकेको छ र उनी सकुशल उद्धार पनि गरिएको छ। यसबीचमा बालबालिकाहरू अहिले पनि असुरक्षित छन् है। तपाईका हाम्रा बाबु नानीहरू असुरक्षित छन्, सुरक्षातर्फ ध्यान दिनु पर्यो। यसरी भारतीय नागरिकहरू दिनदाडै आएर पक्राउ अपहरण गरेर अनि फिरौती रकम माग्ने यो घटनाहरू फेरि बढ्न थालेको छ समाजमा। हामी एकदमै सचेत हुनुपर्छ। बालबालिकाहरूलाई पनि चिनेका जानेका व्यक्तिहरूसँग मात्रै हिँड्ने बोल्ने गर्न दिनु पर्यो। आफ्नो टोल छिमेकमा कोही शङ्कास्पद व्यक्तिहरू आएका छन् कि फरक खालका नम्बर प्लेट भएका गाडी नम्बरहरू आएका छन् कि सचेत हुनुपर्ने अवस्था आएको छ। चितवनको यो घटना अहिले धन्न प्रहरीले पक्राउ गरेको छ, नत्र अहिले लाखौं रकम करोडौं रकम फिरौती माग्ने यो खालको परम्परा चलिरहेको छ। 5 भारतीय पक्राउ परेका छन्, उनीहरूलाई हदैसम्मको कारबाही होस् र सबै अभिभावकहरू सचेत हुनुपर्ने बेला पनि आएको छ। धन्यवाद।